राजसंस्थावादीहरू यो व्यवस्था पल्टाउनका निम्ति उद्यत भइरहेका अवस्थामा पहिलो दिन नै हामीलाई जुन किसिमबाट तितरबितर बनाइयो, जुन किसिमले हामीलाई चाहिँ के हो भने हिंसात्मक एउटा चाहिँ शक्तिका रूपमा व्याख्या गर्ने चाहिँ एउटा राज्य सत्ताको दुरुपयोग गरेर हामीलाई त्यो एउटा भाष्य निर्माण गर्ने कार्यहरू गरियो। त्यसबाट चाहिँ के देखिन्छ भने हामीले यो आजको आपराधिक राजनीतिक गिरोहहरू, ओली देउवाको आपराधिक गिरोह, राजनीतिक गिरोहलाई हामीले यिनीहरूसँग लड्नका निम्ति चाहिँ हामीले अलिकति रणनीति बनाउने, अलिकति तपाईको योजनाबद्ध ढंगबाट अलिकति बढी राजनीतिक शक्तिहरू, राजसंस्था चाहने शक्तिहरूको अलि ठूलो चाहिँ एकताबद्ध एउटा शक्ति निर्माण गर्ने, मोर्चा निर्माण गर्ने र त्यसको चाहिँ स्वाभाविक नेतृत्व चाहिँ अब यो देशको राजसंस्थावादी प्रजातान्त्रिक वैकल्पिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै लिन सक्छ भन्ने चाहिँ हामीलाई किन महसुस भएको छ भने यदि राप्रपा जस्तो जिम्मेवार पार्टीले यो आन्दोलनको नेतृत्व नगर्ने हो भने आजका चाहिँ यो चाहिँ तपाईका भ्रष्ट सरकारले, आजको यो अपराधिक चाहिँ मनोवृत्तिको सरकारले चाहिँ आफै चाहिँ तपाईको ढुङ्गा हान्ने, आफै चाहिँ आन्दोलनकारीलाई गोली हान्ने, आफै चाहिँ घरभित्र थुनेर पत्रकारलाई जलाउने र राजावादीलाई चाहिँ त्यसमा चाहिँ तपाईको दोषारोपण गर्ने खालका चाहिँ षड्यन्त्र यिनीहरूले जारी राख्छन्। त्यो भएर राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा संगठित शक्ति हो, त्यो संगठित शक्तिले नै आन्दोलनको नेतृत्व गर्नुपर्छ भन्ने महसुस चाहिँ हामीलाई भएको छ र त्यही अनुरूप हामीले कार्य सम्पादन समितिको बैठकबाट यो कुरालाई हामीले निर्णय पनि गरिसकेका छौं।